बिग्रिएको दिमाग, थाकेको शरीर, दुखेको मन अनि भिजेको आँखाहरू बार बार भन्दैछन्, अब मलाई पुग्यो। यो दुनियाँ मेरो लागि होइन। करोडौंको भिड हटाउने यो दुनियाँमा मेरो लागि ठाउँ छैन। मेरो यात्रा मृत्युसम्म अनि मेरो गन्तव्य त्यो आर्यघाट। अब मेरो एकमात्र सपना सदाको लागि निदाउने अनि मेरो एकमात्र चाहना आफ्नै चिता सजाउने। लाग्छ मेरो धड्कन रोकिएको दिन मेरो आँसुहरू पनि रोकिनेछ। मैले संसार छोडेको दिन मेरो सारा दुःखहरू सकिनेछ। मलाई बार बार रुवाउनेहरू त्यो दिन मेरै लागि आँसु बगाउनेछन्। मलाई जिउँदो हुँदा काँडासरी वचन र व्यवहारले पासो लाउन बाध्य बनाउनेहरू त्यो दिन म मरेपछि मेरो तस्बिर भित्तामा टाँसी त्यही तस्बिरमा फुलै फुलको मालाले सजाउनेछ। मलाई प्रतीक्षा छ त्यो दिनको, जुन दिन म सदाको लागि निदाउनेछु।